श्री भूमि नेमाय नमः श्री लक्ष्मण नेमाय नमः श्री मुलुक प्रिन्टाय नेमाय नमः श्री धरती नेमाय नमः श्री रामचन्द्र नेमाय नमः र सदस्यले 33 कोटी आउँदा साष्टाङ्ग दण्डवत गर्छु आज जसरी पनि मलाई एउटा जग्गा मैला गर्ने व्यवस्था मिलाइदिनु पर्यो देखिहाल्नु भयो न मनमा शान्ति छ न घरमा शान्ति छ ल सर्वस्व भगवान् मेरो मनोकामना पुरा गरिदिनु र मैले भनेको मानिदिनु भगवान् मानिदिनु मेरो कुरा कहिल्यै सुन्ने होइन यस्तो अभावमा कसरी गुजारा चलाउने छोरो पनि ठुलो भइसक्यो दिन प्रतिदिन छोराको खर्च बढेर कहाँ पुगेको छ यस्तो अभावमा जिन्दगी चलाउनु भन्दा त खुरुक्क लाएर मेरो पासपोर्ट बनाइदेऊ म विदेश जान्छु तिमी त्यस्तो कुरा नगर म तिमीलाई कसरी विदेश पठाउन सक्छु म पनि त तिमीहरूकै लागि भनेर दिन रात नभनी घाम पानी नभनी हात खान घुट्नेर काम गराइ त छु नि त्यही हड्डी र छाला घोटेर त होला नि भरेलाई खाने चामलको गेडो छैन छोराको फी 30,000 पुगेको छ अरे स्कुलबाट प्रिन्सिपलको फोन आइरहेको थियो तिमी त्यतिकै आत्तिन्छौ भने खोइ म आत्ता छुइनँ आत्ता छु त म तिम्रो त नाम मात्रै थाहा भएन कुनै पनि समस्याको सामना गर्न सक्दिनौ यहाँ सुन एउटा जग्गा मैला होला होला जस्तो छ त्यो जग्गा मैला भयो भनेदेखि सबै समस्या समाधान हुन्छ ल नाप्यौ तिमीले बैना हुन्छ भन्दा भन्दै उहाँ 9 महिना बितिसक्यो यो आकाशे खेतीको भर पर्नु भन्दा त खुरुक्क लाएर अर्को काम गर तिमी पनि यो मानव सत्य कुरा नगर म यो काम पनि गर्छु अर्को काम पनि गर्छु कुद्नु नलाउनु जानी भागी छोरा छिटो ठिक मान्छु म बाहिर कुर्छु ब्याग खोइ किताब ठिक पारिस कसैले बुझेन मेरो मन नै सारा फुल झरे गई आफू मलाई यो मेरो मायालाई हामी फेरि कहाँ खोरो हामी हस्तानको मेलामा नचान कति राखिन जाम मैले मेरो दिमाग हातमा चाबी बोकेर खुलेर म राख्छु ए बाबु कैलाश सुन्नु आइदिनु भाइ आफ्नो म जग्गा देखाउनु जान हन्दार भइसक्यो ढिलो गर्छु नै किन ग्राहकहरू भट्किसक्यो होला यिनीहरूकै सोध्नु गर्दा गर्दै हुन्छ मलाई त्यहाँ बस्नु म त्यहाँ बस्नु नि मलाई ए बाबु सालकिने हजुर अब मलाई छ नि हजुर मलाई मेरो त्यो छोरो सरापेर त चाहिँ एउटै लाग्छ बाबु एउटै लाग्छ मलाई कहाँ भन्छ अरे बा पनि ठट्टा गर्नुहुन्छ सरापेर म पनि कहाँ एउटै हुन्छ अनि हजुरलाई के छ आरामै हुनुहुन्छ के को आराम हुनु अब तँलाई गर्थ्यो जस्तो हुन्छ अब जवानीमा त मैले पुरै विश्व ब्रह्माण्डै घुमेँ अब वीरगन्जबाट ठडक रामा भैँसी ल्याउँथेँ मैले औलेखगन्जबाट ट्याङ्कर पेट्रोल ल्याउँथेँ मैले होइन हजुर अब नेपालगन्जबाट टडक चामल ल्याउँथेँ मैले तर के हो अब अहिले औषधिका दोकानबाट एक पत्तो चाहिँ यो प्रेसरको औषधि ल्याउन सक्दैन भाउ लौ न भाउ त्यो औषधि दोकानबाट यो प्रेसरको औषधि मलाई ल्याइदिएन भइहाल्छ नि पञ्चर बा हजुरको लागि म त्यति पनि गर्न सक्दिनँ होला त म ल्याइदिइहाल्छु नि त्यही भएर त मेरो छोरो सरापेर एउटै लाग्छ बाबु एउटै लाग्छ मलाई त के उल्टा हल्ला बस आऊ हरि शरण होइन मुला पात चोरा खन्ती कति गुलेली ताकेर मर्छ से भीमसिंहलाई चढाएको बोको जस्तो गाउँभरि डुङकी गनाउने भइसकिस् यसो इलाम सिलाम गर्नु पर्दैन तँलाई गुलेली ताकेर जाने भयो तेरो जिन्दगी तँ जस्तो लफाङ्गलाई कुनै पनि माइका लालले छोरी दिँदैनन् माथि अर्जुनेको छोरोले जग्गा दलाली गरेर यत्रो बढे मानको बिल्डिङ छाडिसक्यो अरे
मेरो अनुहार त दलाली दलाली परेको छ नि त। अनुहारले साथ दिएको काम त गर्नु नि। प्लिज क्या प्लिज डेडी, सबै दलालले कहाँ पैसा कमाएको? माथि रामचन्द्र दाले हेर न, करा दक्षिणै हराए। बिहान बेलुका छाक टार्न मुस्किल छ भनेर भन्दै थिइन् सामान्य भाउजू। दलाली पेसामा लाग्नेहरू साँडेको फुल पहिले झर्ला र अनि खाउँला भनेर बसेको थियो। हेर नि त बाउसँग बोलेको। साँडेको होइन, अब तेरो चाहिँ झर्न सक्छ यहाँ। ए डेडी, ए डेडी, कति बेर लाउनु भयो क्या? म 1 घन्टा भइसक्यो कुरेको। नानी नरिसाउनुहोस् न हजुर। अब सोनामा स्कुल पुर्याउँदा पुर्याउने ढिलो भयो। फोन गरेर उठाउने हैन? जुन त अलिक पछाडि सानो न मलाई सानो केही बेलामा चलाउनु पर्दैन त्यसलाई गाड्नुलाई। नआसिनु मलाई सुनि मुलाई नचिनी हालो मलाई जहिले एकछिन मलाई बाबा 12 पनि सक्यो। अब म पढ्नलाई अस्ट्रेलिया जान्छु नि है। बाहिर पढ्न जानलाई धेरै खर्च लाग्छ रे। खै कसरी जान्छ? मेरो अहिले कमाइ पनि छैन, भएको अलिअलि पैसा पनि घर परिवार चलाउनमै ठिक्क छ। जानको लागि मिलाउनु न त, म वहाँ गएर कमाएर पठाइहाल्छु नि। ल तिम्रो विदेश जाने इच्छा नै हो भनेदेखि तल गैरी खेत बेचेर भए पनि तिमीलाई विदेश पठाउँछु। अब त खुसी हौ? ल हजुर, अब जग्गा यही हो, चटुक्क मिलेको छ। तपाईँले कस्तो जग्गा देखाउनु भएको? बाटो त यस्तो छ। ए हजुर, अबको 6 महिनाभित्र यहाँ 28 फिटे बाटो भएन भनेदेखि तपाईँले मलाई भन्नु ल। तपाईँलाई के भन्नु त? अब राम्रो सन्दरी केसी भन्नु न, भनेपछि तपाईँलाई मार्नु भएको जग्गा चाहियो। बाटो नभएको जग्गा के काम? त्यसमै अन्दै जाउँ। दाइ, तपाईँको त अब मास्टर पनि सकिसक्यो, जब त गर्नु नि। भने जस्तो जब पाउनु पनि पर्यो नि। जब नगरी त कसरी टिक्नु? पैसा पनि राम्रै आउँदो रहेछ, जग्गा दलाली गर्नु नि। चुप लाग, मैले मास्टर्स गरेको एक जग्गा दलाली गर्नलाई हो। के घर पर्यो? होइन सर्भिसिङ भने 6 महिना पनि भएको छैन, फेरि दुःख दिन थाल्यो तिनीहरूले। महिनाबाट मिल्गाइन्छु अनि एकछिन जानुहोस् न, अनि जानुपर्ने हो? एकछिन जानुहोस्, म भइहाल्छ, टेन्सन छैन। यसले एकछिन दुःख त दिन्छ, म मिलाइहाल्छु।
लिनु अन्त म लिनु न आफ्नो बनाएर गाडी हजुर मेरो जति निकाउने यो प्रयास असफल भयो अब हजुरले मिन्टी मैले हजुरलाई बिसाएँ होइन हजुरले थोरै यसो नगली बक्सिनु पर्यो नगली बक्छ होला बाइक नठेल्नु भने यस्तो अन्नकन्टार ठाउँबाट कसरी घर जानु अब ठेल्नै पर्ने हजुर अब यसो गर्नु भने म हजुर यसरी सुना बसेर न जग्गा भेटिँदैन हजुर भाइ खेलिबस्नु हजुर के दर्श लागेछ आज के हजुर हजुर अब दुईजना जग्गा हेर्ने आनन्दित भइसक्यो अब फेरि हजुरले जुन चाहिँ जग्गै मन पर्दो रहेछ अझै दुईजना ठाउँ हेर्ने बाँकी छ अल्छी नगरी बस्छु आइबस्छु जाउँ आइबस्छु न आइबस्छु अन्त पनि हेर्नु पऱ्यो नि हजुर यो दुईजना ठाउँ पनि हुन्छ जग्गा त धेरै हेरेर दिनुपर्छ खेलिबस्छु अझै खेलिबस्छु गानु नै जान्छ के दिनमा नर्छ मार्ने भयो आज ल अब हजुरले खेल्नु पर्दैन ओदान आयो अब बाइक आफै उठ्छ नमस्ते कस्तो गोतामा यो कस्तो मेरो कारणले हजुरले पनि गोतामा आउनु है त्यसको लागि सरी मैले भने जग्गा छु नि त्यो सोनाको ए हजुर ढुङ्गै बस्नु छु न नदी बस्नु क्या हजुर म त्यही जग्गामा मैले भनिरहेको त्यो तल खाल्डो त्यो खाल्डो कसले किन्छ क्या ए हजुरलाई थाहै छैन त्यो जग्गा पनि अस्ति भर्खरै एउटाले किनेर अहिले बेच्न लाग्यो होस् त त्यो छोडिदिनु अलि राम्रो देखाउनु न के मन परेन हजुर मन परेन जग्गा त खासमा थियो मन नपरे भने केही छैन लिनै पर्छ भन्ने छैन जग्गा यही जग्गा छ मसँग कसैलाई म यस्तो जग्गा देखाउँ राम्रो राम्रो देखाउनु क्या यसरी हेरेपछि हेर्नु यो पनि साँच्चै नराम्रो त होइन यो जग्गा नि यो जग्गा पनि अस्ति भर्खरै एउटाले किनेर अहिले बेच्न लाग्यो होस् अझै जे गरे गरोस् तर मलाई मन परेन हिँड्ने बेच्ने भइरहेको जग्गा त यो ठिक छ त्यो होस् तर म अर्को छोड्दिनँ म जाउँ ठिक छ मसु एकछिन त्यहाँदेखि मेरो बाइक स्ट्यान्ड गर्न चाहिँ 3 दिन लाग्छ चिनी नरे पहिला मैले भाइरसको बाटोमा टडक चलाउँदाखेरि वीरगञ्ज गएँ अमलेखगञ्ज गएँ नेपालगञ्ज गएँ अब महाराजगञ्जमा आउँदा पनि जग्गाको भाउ थिएन त्यति बेला जग्गाको भाउ भन्छ भनेदेखि 12,000मा 1 जग्गा आउँछु त्यही त म पहिलोचोटि फेरी लाउन जाँदाखेरि चुच्चे पाती भैँसे पाती कालो पाती सेतो पाती भट्का पाती नयाँ पाती क्षेत्रपाती जाँदा जग्गाको भाउ यति थियो अहिले त बढेर यति भएको हामी साध्यै छैन अहिले बढेरै बढोस् अब हामी किन्ने होइन अब बेच्नेलाई बढेकै फाइदा छ नरे एक गाँस सुटी त हो हेर्छ जहिले सुटी माग्छ किनेर खान सक्दैन के कुरो गर्छ यसले अब त म भनेको यो रे हो कि भन्छ त्यो त हो अनि अब आफ्नो सुटी किनेर खानिरहनु छैन अनि तँसँग हुन्छ त म कोसँग मागौँ भन्छ
तपाईँलाई छ नि यो जग्गा चाहिँ अवश्य पनि मनपर्छ अब यो किलो देख्नु यो किलो देख्नु उसो पर उठिन त्यहाँबाट सोध्न यो किलोबाट सोध्न यहाँ कस्तो सोध्न मिलेको रुमालको टुक्रो जस्तो छ जग्गा 3 चुचे पनि रुमाल हुन्छ र ए हजुर सबै रुमाल कहाँ 4 कुने हुन्छ त कुनै रुमाल त 3 कुने पनि हुन्छ नि त हेर्नुहोस् त उहाँ त्यो कोनेसन मुनिको 3 कुने कति राम्रो जग्गा छ डल्ला गाडीको 3 कुने कति राम्रो जग्गा छ सबै 3 कुने जग्गा नराम्रो हुन्छ भन्छ राम्रो हुन्छ क्या ल यो लिनु तपाईँलाई थाप्छु म यसमा बुढाबुढीको अगाडि के गर्छ आउने देउताले तेरो व्यस्त कुइन्छ नि त चिसो भयो क्या ए केटा तिमीहरू छौ नि मलाई फेरि गाउँले जस्तो लाग्छ आफूले बन्तोरे बा पनि होइन बुढेसकालहरू लागेर होइन आँखाहरूमा बादलहरू छाएर आफ्नै गाउँलेलाई पनि गाउँले जस्तो लाग्छ भनिदिइरहेको अब चुप्ला सम्मान गर्नुपर्ने मान्छेलाई त्यसो भन्छन् ए साँच्ची माने काका तपाईँको जग्गा बेच्नु छ भन्दै हुनुहुन्थ्यो बेच्ने हो भने मलाई भन्नु है किन्ने मान्छे म खोजेर ल्याइदिन्छु बेच्ने नै हो नि छोरी विदेश जान्छु भन्दैछ हजुर मलाई तर मेरो छोरा छोरा एउटै लाग्छ बाबु एउटै लाग्छ ल मेरो पनि त्यो जग्गा देखाइदिए होइन भन्सारीलाई तपाईँको जग्गा चाहिँ किन बेच्नु पर्यो आफू एउटा छोरा बुहारी विदेशमा अब यसो दबाई त खानु पर्यो नि तिमीलाई बुढा आफ्नै छोरालाई पनि त मेरो आफ्नै छोरो जस्तै लाग्छ भनेर बाङ्ग्या ब्याङ्ग्ने गर्यो होला अनि कहाँबाट चिया खानु भन्नुहुन्छ मलाई चिया खानु जग्गा किनी मान्छे होइन जग्गा किनी मान्छे होइन यहाँ एउटा हुन्छ नि मान्छेलाई यो देखाउँदा नि भएन भनेको छ ऊ देखाउँदा नि भएन भनेको छ मान्छेको पेट्रोलको सत्यानाश मार्दैछ काम नलाग्ने जग्गा देखाउने अनि उल्टो मलाई जग्गा लिने मान्छे होइन अरे यो ममा जानु समय मसँग लिनुपर्छ लिनु सँगै लिनु मसँग किन्नु परेको छैन परे होइन तपाईँ जस्तो यस्तो 3 कोचे 4 कोचे जग्गा किन हामी अन्त किन्छौँ नगर्नुहोस् तपाईँ नानु यही नेपाली नै यही मान्छे दुखाउँदैन खानु पनि यस्तो मान्छेलाई मर्दैन मुना घाँडो यही घाँडोले गर्दा नि मेरो काम नमाने हो क्या हो अब घरको गन्धमा कसरी टार्ने होला त यो मनको मोह कसलाई को अन्त फेरि घन्टालाई दिउँस पनि यो सत्र म सेलवाला खाएर घुमेँ राणाको छोरले लास्टमा जग्गा लिएन अब शिरमा तिन 25,000 दाम भएर ल्याउँछु भन्यो नि अब के भन्यो घर जाँदाखेरि कस्तो नै पेसामा लागेको छु नि राम रातभरि रुमै मुडी जिउने के भन्यो घर त जानै पर्यो यहाँ बस्छ के पानमा होला वहीँ पनि काम नगर्ने भन्ने गर्नु होला तिमीहरू यहीँबाट आमा त मर्नु जस्तो हुन्छ काम नगर्ने पैसा आउन बनाउन भनेको कहीँबाट पैसा आउने
भोलि बस्दैछ हाम्रो घरमा बस्ने पनि मलाई छोड सुत्दैछ नि यहाँ यसमा नछौ छोरा होइन बाहिर त झिलिमिली बस्ने छ हाम्रो घरमा मात्रै बस्ने छैन बस्ने किन नभने बाबा हाम्रो घरमा त बत्ती नै बोल्दैन बत्तीको पैसा नतिरेको 4 महिना भइसकेछ आज दिउँसै आएर लाइन काट्दियो त्यसले तिमी चिन्दै नल्याउ न भोलि गएर सिक्दैछु म त्यो बिजुलीको बिल अन्त लाइन जोड्नै हाल्छ नि बाबा पर्सि मेरो एक्जाम छ भोलि पैसा तिरेन भने मेरो एक्जामै दिन पाइँदैन भोलि स्कुल गएर पैसा तिर्दिनु ल बाबा 6 महिनादेखि 1 रुपियाँ पैसा तिरेको रहेनछ ल त चिन्ता नगर त ढुक्क भएर पढ म तँलाई जसरी पनि स्कुलमा फिस तिर्दिन्छु ल तिर्नलाई त पैसा पनि हुनु पर्यो नि सहकारीको लोन लिएको छ त्यो कसरी तिर्ने बाबुको अस्ति मात्रै सामान ल्याएको त्यसको पनि पैसा तिरेको छैन जाडो पनि लागिसक्यो न बाबुलाई लाउने लुगा छ न मेरो नै केही लुगा छ आफू पनि त बिहान बिहान चिसोमा हिँड्नुहुन्छ तपाईँलाई पनि चाहिएला कहाँबाट पुर्याउने भन्नु त घरमा खानलाई अन्नको गेडो छैन बिहान खाए बेलुका के खाउँ भन्ने छ बाबु बिरामी हुँदा ल्याएको औषधिको पैसै तिरेको छैन बाटै हिँड्न लाज भइसक्यो समस्या छ सुक्खु आम्दानी छैन तिमीहरू चिन्ता नगर न म सुन्दैछु नि म जसरी हुन्छ मिलाउँछु क्या कसले फोन गरेर फेरि ए मन्चरे काकाले भन्नु मन्चरे काका मेरो जग्गा बेचिनु पर्यो मेरो जग्गा बेचिनु हो भने 20% कमिसन दिन्छु भइहाल्छ नि मन्चरे काका म बेचिहाल्छु नि तपाईँले चिन्ता लिनु पर्दैन है म बेचिदिन्छु मसँग छन् मान्छे म बेचिदिन्छु ल ल ल ल घरमा को हुनुहुन्छ हजुर हामी छौँ को हुनुहुन्छ घरमा नमस्कार हामी चाहिँ नेपाल सरकारको कर्मचारी रामचन्द्र भन्नु तपाईँ नै होइन मै हो अनि के बस्ने काम थियो तपाईँको त्यो जडीबुटीको त्यो जग्गा चाहिँ सरकारले अतिक्रमण पहिला त्यो गराएको थियो अहिले त्यसको अहिले मुआवजा सरकारले दिनुभएको छ 2 करोड त्यही तपाईँले त्यो चेक दिउँ कि भनेर आएको 2 करोडको 2 करोड हजुर 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 म नहुन्छु नि यहाँ देख्यो मैले भनेको थिइनँ हाम्रा पनि दिन आउँछन् भनेर अब हाम्रो सबै समस्या समाधान हुन्छ भने धन्यवाद तपाईँको दुई करोड